हेलो, के छ बाबु? हाल खबर? हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ मेरो भान्जा र म हाम्रो घर घुम्न जाँदैछौँ, गाउँको घर है। सो आजलाई देखाउनेछौँ। हेलो भन्ने, हेलो भन्ने, हेलो भन्ने। हामी चाहिँ यहाँ अङ्कल घरमा तिनकाको घरमा आएर बसेको हिँड्छ भोट हाल्नलाई। आज चाहिँ बस्छु गाउँतिर, घुम्दिनँ घरतिर गएर। घर चाहिँ हाम्रो पारी हो, त्यहाँ अर्कै मान्छेहरू बस्छ। अहिले चाहिँ बस्नलाई चाहिँ घर चाहिँ हाम्रो हो। के गरिस् रे? के गरिस् रे? आइज हिँड्के आइज। यो चाहिँ हामी बच्चामा खेल्ने ठाउँ हो। यो पहिला यस्तो थिएन, बाटो अर्कै थियो। यहाँनिर ग्राउन्ड थियो, त्यहाँ बाटो थियो, त्यो घट्नेर यहाँ खेल्थ्यौँ रुखमारी। नि बाबु बाबु धन्य पनि थिएन यार। यो चाहिँ हामी बच्चामा खेल्ने ठाउँ हो सबै। लुकामारी खेलिन्थ्यो, चोर पुलिस खेलिन्थ्यो। यो रुख आँपको रुख यस्तो मिठो छ नि गाइस। अनि यो रुखमा चाहिँ हामी छुनी खेल्थ्यौँ। के भन्छ, काठ भन्थ्यो हामीतिर। तपाईँहरू के भन्छ है, तल कहाँ हुन्थ्यो, माथि भाग्नु पर्थ्यो कि रुखमा। यो चाहिँ मेरो काकाको घर, त्यो घर भएको घर काकाको नै यही घर हो भने चाहिँ अनि चाहिँ उता बस्ने हो। यो चाहिँ हाम्रो प्लेग्राउन्ड, पहिला यही हो हाम्रो प्लेग्राउन्ड होइन। होइन कान्छा, कस्तो लागिरहेको छ मामा घर आएर? होला पुर्खेली मामा घर आएर कस्तो फिल भइरहेछ बाबु? ए बच्चामा यस्तो खेल्यो ठाउँमा। अनि हामी बच्चामा बाख्रा चलाउनु जानु पर्थ्यो। ए पुरै पारीसम्म जान्थ्यौँ हामी काममा। आइज हाम्रो घर चाहिँ त्यो वाइट कलरको हो। पहिला सफा थियो, सब मिलाएको थियो, अहिले सब ध्वस्तै भइसकेछ। पहिला यहाँनिर एउटा रुख थियो, अम्बाको थियो, यस्तो मिठो अम्बा भन्थ्यो यहाँको। हामी त्यो बेलाउती भन्छ, तपाईँहरू चाहिँ अम्बा भन्दा बुझ्छ होला। जाउँ हिँड उता हिँड के घर जाउँ। सो दिस इज आवर हाउस, आई मिन माई हाउस। बच्चामा यहीँ जन्मेको, यहीँ हुर्केको है। त्यस्तै भइसकेको छ झारहरू। पहिला त राम्रो थियो। खोला नि छ हाम्रो फेरि यहाँबाट, सबै खोला हो। बच्चामा हामी त्यो होइन नुहाउनु जाने ठाउँ, बिहान गएर बेलुका फर्किने ठाउँ। यस्तो खोला बाढी नै आउँछ यहाँ रेनी सिजनमा। त्यसपछि पानी बस्छ टाइम छ, अहिले सुकिरहेको रहेछ होइन। सो दिस इज आवर हाउस। बाबु लेट्स गो इन्टर द हाउस। के के भयो अरे? कहिले आइस भन् त? ग भान्छस्, ग भान्छस्। यो चाहिँ हाम्रो बारी, यो चाहिँ हाम्रो घर गाइस गाउँको। अहिले आज क्या रमाइलो लाग्दो रहेछ है सम्झिँदाखेरि। अनि यहाँ चाहिँ अनारको रुख थियो, आँपको रुखहरू छ, यो कागतीको पनि छ। के चाहिँ थिएन पहिला, अहिले भएछ। खोला देख्दैन, यस्तो ठुलो छ, डेन्जर ठुलो छ है गाइस खोला त। के यत्र यत्र भन्न के? यही आरुको रुख, आरुको रुख नि रहेछ आज बेला है। त सानो सानो भएछ। के रहेछ अरे? उसको गाईहरू यहाँ खाएर फालेछन्। आइज उज मेरो। यो चाहिँ किचन थियो, यो चाहिँ किचन थियो हाम्रो। उता चाहिँ हामी बस्थ्यौँ, सुत्ने ठाउँ भयो। यहाँ चाहिँ जामुनाको रुख नि थियो। रमाइलो थियो यार, पहिला मजा आउँथ्यो।
यहाँ सँगै जाने कि यहाँ चाहिँ के भयो पाठासँग डराउँदैछ त डरपक यता मेरो भान्जाले डराउँदैछ त आइज टम्कै आइज के गर्दैन कि अब पक पक टक टक हान्दै सो यो चाहिँ हामी बच्चामा नुहाउने खोला हेर्न आइजाऊ सो हामी बच्चामा नुहाउने खोला छ मेरो अगाडि चाहिँ यो खोलामा चाहिँ हामी बचपनमा नुहाउँथ्यौँ यो पुरै ग्राउन्ड थियो यहाँ फुल खेल्ने यत्रो ठुलो ग्राउन्ड थियो अहिले त सब खोला पनि भगाएको उतातिरबाट प्लस अहिले चाहिँ यहाँ रोप्नु थालेछ मान्छेहरूले बाँझ जस्तो बाँधेछ यहाँ त्यहाँनिर त्यहाँनिर बाँझ जस्तो बाँधेछौँ कि पहिला त खोला यहीँसम्म आउँथ्यो यहाँसम्म खोला आउँथ्यो आउँछ नै बाढीमा आज पहिला जस्तो आउँदैन जस्तो सो मेरो घर गाइस मेरो गाउँको घर डे इन माई भिलेज मेरो काको घर यो त भिडियो खिच्दै म त अगाडि हिँड्यो के हुन गएको कि हिँड्के आइज त अगाडि हिँड्न के गर्ने कस्तो डर पाक्रो पाखासँग डराउँछ यार के हो डर होइन भाग्यो हाम्रो छिमेकी अङ्कल आन्टी घर त्यहाँ मेरो बचपनको साथीहरू थिए त्यहाँ रमाइलो थियो कोही छैन अहिले गाउँघरमा गाउँको बाटो है फुलहरू त्यति फलिरहेको हुन्छ घरमादेखि नै तोरी फल्यो भने चाहिँ इट्स नाइस अहिले चाहिँ मजा आइरहेछ गाउँ बसौँ जस्तो फिल भयो तर फेरि धेरै गाउँ बस्न सकिँदैन के गर्नु गाई जस्तै छ यो त पुरै हामी खेल्ने खेतै खेल्दै हामी पहिला जहिले यो जति पनि देखिरहेको नि सबतिर हामी बेसिरहेको त्यहाँ ए पारिस हो यहाँ जक्सन सबजना आउँथ्यो बेलुका यता माथि गाउँको पनि यता धेरैबाट नि त्यहाँनिर ग्राउन्ड थियो कि सानो त्यहाँ हामी खेल्थ्यौँ कहिले हकी खेल्थ्यौँ कहिले क्रिकेट फुटबल सबै त्यही खेल्यो लुकामारीहरू खेल्थ्यो अरे त्यहाँ चाहिँ लुकामारी सुकामारी